विवाह भए पनि सम्बन्ध गाँसिए पनि त्यो सम्बन्ध तपाईको जीवनभर टिक्नै सक्दैन। यदि तपाईको शत्रु राशिसँग विवाह भएको छ भने तपाईको सम्बन्ध कुनै पनि हालतमा टिक्न सक्दैन, अन्तिम बिन्दुसम्म जान सक्दैन। नमस्कार, तपाईको यदि यी राशिहरू मध्येमा तपाईको पनि राशि परेको छ, तपाईको मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन जुनसुकै राशि होस्, तपाईको शत्रु राशिसँग सम्बन्ध गाँसिएको छ, विवाह भएको छ, प्रेम सम्बन्धमा हुनुहुन्छ, अब तपाईले आफै कल्पना गर्न सक्नुहुन्छ, आफैले गणित गरेर जान्न सक्नुहुन्छ तपाईको त्यो शत्रु राशि हो कि मित्र राशि हो, तपाईको सम्बन्ध बन्छ कि बन्दैन, त्यही व्यक्तिसँग तपाईको घरबार हुन्छ कि हुँदैन, पछि गएर साइनो सम्बन्ध बिग्रन्छ कि बिग्रदैन, यी सबै कुरा तपाईले चाहिँ नि थाहा पाउन सक्नुहुन्छ। यदि तपाईको साँच्चीकै भन्नुपर्दा आफ्नो राशिबाट तपाईको चिनाको नामबाट के राशि आएको छ त, तपाईको यदि मेष राशि आएको छ भने गन्दै जानुस्। मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या 6औं नम्बरको राशि तपाईको लागि घातक हो, तपाईको शत्रु हो, तपाईलाई बर्बाद पार्ने, तपाईलाई सखा पार्ने, तपाईको जीवनलाई तहस नहस पार्ने त्यही राशि हो। आफ्नो राशिबाट 6औं, 8औं र 12औं नम्बरको राशि तपाईको साथी होइन, त्यो तपाईको मित्र होइन, त्यो तपाईको शत्रु राशि हो। त्यसरी बुझ्नुपर्छ। यदि मेष राशि हुने व्यक्तिले कन्या राशि हुने व्यक्तिसँग सम्बन्ध गाँसेको छ, विवाह गरेको छ, घरमा तपाईको सम्बन्ध मिलेको पनि छैन, दिनै झगडा भइरह होला हैन, कुटाकुट हुन्छ होला, मौखिक रूपले तपाईको चाहिँ आतंक भइरह होला, यस्तो नराम्रो समस्या ल्याउँछ। कन्या राशि भन्ने बित्तिकै यसै पनि बोलीले टर्चर दिन जान्ने खालको, बोलीले तर्क वितर्क गर्न सक्ने खालको, मेष राशि रिसले आगो भन्ने खालको, अनि तर्क यताबाट तर्क वितर्क गर्ने, उताबाट आगो। कहाँबाट मिल्छ हजुर? आगो र पानी सँगै बसेर मिल्छ? मिल्दैन, कुनै पनि हालतमा मिल्दैन। तपाईको दिनदिनै चाहिँ नि रुवाबास हुनुपर्ने खालको अवस्था, अरूलाई आँसु देखाउनुहुन्न, तर अन्तरात्मा तपाईको हृदय चाहिँ ओहो हे भगवान, किन यस्तो व्यक्तिसँग मेरो सम्बन्ध गाँसियो भनेर आफ्नै भाग्यलाई तपाईले दोष दिएको हुनुहुन्छ होला। पक्कै पनि एक न एक दिन तपाईको यो सम्बन्ध बिग्रन्छ भनेको छ ज्योतिष शास्त्रमा। यो तपाईलाई नितान्त शास्त्र संगत कुरा तपाईको लागि जानकारी दिएको छु। अब अर्को राशि छ वृष राशि। यदि तपाईको वृष राशि हो भने तपाईले बिर्सेर पनि धनु राशिको व्यक्तिसँग संगत गर्नु पनि हुँदैन, पार्टनरशिप गर्नु पनि हुँदैन, साइनो कुनै पनि प्रकृतिको साइनो तपाईले गाँस्नु हुँदैन। त्यो सम्बन्ध तपाईको ज्यादा देरसम्म टिक्न सक्दैन। शौखिन प्रकृतिको राशि वृष राशि, आफूले भनेको हुनै पर्छ भन्ने खालको राशि, अलिकति कामुक प्रकृतिको राशि वृष राशि। धनु राशि भनेको कस्तो राशि? शान्त भद्र भला आदमी, अध्यात्ममा रुचि राख्ने खालको, गम्भीर प्रकृतिको। एउटाले चाहियो भने अर्कोले नाइ भन्ने खालको, एउटाले राम्रो काम गर्ने, एउटाले नराम्रो काम गर्ने, राम्रो र नराम्रो त्यहाँ मिल्नै सक्दैन। दुईटाको चाहिँ तपाईको चाहिँ त्यो वाद विवाद भइरहन्छ, त्यहाँ बाजाबाज हुन्छ। तपाईले एउटो कुरो गर्नुहुन्छ आग्राको कुरो, उसले गाग्राको कुरो गर्छ, कुरै मिल्दैन, ठ्याक्कै मिल्दैन। वृष राशि र धनु राशिको सम्बन्ध साइनो लामो समयसम्म, अन्तिम बिन्दुसम्म, जीवनको आधा होइन तपाईको उत्तरार्धसम्म पनि टिक्न सक्दैन, बिल्कुल टिक्न सक्दैन हैन। झै झगडा दिनदिनै भइरहने, लडाई परिरहने, द्वन्द्व भइरहने, सम्बन्ध छुट्छ कि भनेर मनमा नै त्रासको समय तपाईले बिताउनु पर्ने, कति नराम्रो छ त। हेर्नुस् त, झुट बोल्न फेरि नजान्ने हैन, एउटा झुट बोल्न जान्ने, अर्को नजान्ने। तपाईको धनु राशि हुने व्यक्ति झुट बोल्न जान्दैनन्, यता वृष राशिले पातै पिच्छे चाहिँ प्याट हैन, अब आफूले चाहिँ म ठीक छु भन्ने होला, तर होइन, बिग्रनको लागि एकदम चरम सीमामा जान्छ। वृष राशि र धनु राशिको सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन भनेको छ तपाईको ज्योतिष शास्त्रले। अब अर्को राशि छ मिथुन राशि। मिथुन राशिले वृश्चिक राशि हुने व्यक्तिसँग सम्बन्ध गाँसेको छ, विवाह गरेको छ, अथवा तपाई यतिखेर सम्बन्धमा हुनुहुन्छ, तपाईको घरमै परिवारमै पनि यदि तपाईको दाजुभाइ दिदीबहिनी आमा बुवा जोसुकै होस्, त्यो व्यक्तिसँग तपाईको सम्बन्ध जुट्दैन, मिल्दैन। अझ मुख्य गरिकन विवाह भनेको एक किसिमको चाहिँ साइनो हो, यो चाहिँ 16वटा संस्कार मध्येको एउटा विशेष संस्कार हो। जन्म, मृत्यु, विवाह, कतिखेर कुन समयमा के हुने भन्ने कुरा चाहिँ उपरवालाले प्रारब्धमा लेखेर पठाएको छ। त्यो कारणले गर्दा मुख्य साइनो सम्बन्ध भनेको तपाईको मिथुन राशिले वृश्चिक राशिसँग सम्बन्ध गाँस्नु हुँदैन।
मिथुन राशि भनेको बोलेर मान्छेलाई छिटो प्रभाव पार्न सक्ने राशि। वृश्चिक राशि भनेको घरिघरि डङ्क मारिरहने, घरिघरि पेच हानिरहने, हैन। एउटाले फकाइराखेको छ, अर्को चाहिँ जान्दै जान्दैन, फक्किनै जान्दैन, मिल्नै जान्दैन, खुसी हुनै जान्दैन, घरिघरि ताना मात्रै मारिरहन्छ। यस्तो अवस्थामा तपाईको सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन भनेको छ ज्योतिष शास्त्रले। त्यो हुनाले बिर्सेर पनि मिथुन राशि र वृश्चिक राशि हुने व्यक्तिले सम्बन्ध साइनो नगास्नु होला। तपाईको जीवन लामो समयसम्म गोरेटोले साथ दिँदैन। यहाँलाई यो कुरा पनि जानकारी दिए मैले। साथमा तपाईको हैन अब यो मुख्य गरिकन यस्तो दुई राशि जुन चाहिँ अब शत्रु राशि छ, एन्टी राशि छ, जुन चाहिँ अब जिन्दगी भरि नै चाहिँ जोडिनै नसक्ने एक किसिमको चाहिँ जसरी चुम्बकको प्रत्येक ध्रुवहरू चाहिँ छुट्टिन्छ, सँगै बस्न सक्दैन, तेल र पानी मिक्सिङ गर्न सकिँदैन, त्यस्तो किसिमको हैन आगो र पानीको अवस्था कहिले पनि सम्मिश्रण हुन सक्दैन, त्यस्तो अवस्थाको राशि हो है। तपाईको शत्रु राशि हो, त्यसरी बुझ्नुपर्छ है। अब ओहो हाम्रो त राम्रो छ, ठीक छ, बढिया छ भन्नुभयो होला, थाहा पाउनुहुन्छ नि हजुर। यो त यो एउटा कुनै कसैले भर्खरै चाहिँ लेखेर आएको चाहिँ शास्त्रको विषयको कुरो होइन। यो पूरा रिसर्च गरेर यो वर्ल्ड वाइड हाम्रा ऋषिमुनि सप्तऋषिदेखि लिएर जसले चाहिँ विशेष यो ज्योतिष शास्त्रको अध्ययन गरेर जसरी चाहिँ एउटा प्रतिपादन गर्नुभएको छ शास्त्रलाई, यो कुनै चाहिँ भर्खरै बनाइएको चाहिँ सिद्धि साधना चाहिँ होइन। यो यथार्थ हो, रिसर्च गरेर अध्ययन गरेर बनाइएको एउटा सूत्र हो, फर्मुला हो। त्यसै अन्तर्गतमा तपाईँ हाम्रो चाहिँ एउटा जीवन चल्ने गर्छ। अब अर्को राशि छ कुम्भ राशि। कुम्भ राशिले कर्कट राशि हुने व्यक्तिसँग कर्कट राशि र कुम्भ राशिको सहमति हुँदैन, मिल्दैन। शनि र चन्द्रमा एउटा विषकारक योग बन्छ। ओहो हे भगवान, किन सम्बन्ध गाँसेछु, किन यस्तो चाहिँ साइनो गाँसेछु, पहिला त यति राम्रो थियो हो, सुरुवातको अवस्थामा राम्रो थियो होला, तर बिस्तारै समय बित्दै गइसकेपछि अब यसै पनि कुम्भ राशि हुने व्यक्तिलाई ढिलो काम गर्न मन लाग्छ, यथार्थ बोल्छ, सत्यवादी हो, न्यायप्रेमी हो हैन, भनेको कुरो हुनै पर्छ भन्ने खालको सिद्धान्तमा चल्छ। कुम्भ राशि हुने व्यक्ति कर्कट राशि घरिघरि सानो सानो कुरो एकदम मनमा लियो, त्यही कुरालाई चाहिँ तिलको पहाड बनायो हैन, एकदम न्यू खोज्यो, वाद विवाद गर्यो, सम्बन्ध टिक्न सक्दैन, सम्बन्ध लामो समयसम्म हुन सक्दैन, बस्न सक्दैन। यस्तो नराम्रो अवस्था बनाउँछ है। कुम्भ राशि र कर्कट राशिको पनि सम्बन्ध मैले चाहिँ धेरै बेरसम्म टिकेको देख्दिन। माया प्रेम बसेको छ भने पनि तपाईको लामो समयसम्म टिक्न सक्दैन, नराम्रो अवस्था बनाउन सक्छ। भोलिको दिनमा अनेक समस्याहरू चाहिँ आइपर्छ। सक्नु न तपाईको कुनै न कुनै कारणले गर्दा तपाईको सम्बन्ध बिग्रनको लागि मजबुर पार्छ ग्रहले। अब अर्को राशि छ तुला राशि। हेर्नुहोस् त, तुला राशि र मीन राशि। तुला राशि र मीन राशि हेर्दाखेरि त शुक्र र देवगुरु बृहस्पति हो, एउटा दैत्यराज एउटा देवराज हैन। दैत्यराज र देवराजको कहाँ मिलन हुन्छ? एउटा राक्षसी प्रकृतिको स्वभाव, एउटा देवी देवताको प्रकृतिको स्वभाव मिल्नै सक्दैनन्, कुनै पनि हालतमा मिल्न सक्दैनन् है। तपाईँ चाहिँ भगवानको आस्थामा हुनुहुन्छ, उता चाहिँ यता तुला राशि हुने व्यक्ति एकदम मोज मस्ती रङ्गरसमा डुब्न चाहने, घरिघरि चाहिँ आफूले भनेको कुरो हुनै पर्ने, एकदम चाहिँ सात्विक तत्त्व भन्दा पनि तामसी तत्त्वतिर बढी हैन, माछा मासु लसुन प्याज यता उता अनेक विविध चाहिँ रङ्गरसमा डुब्न रुचाउने हैन। तुला राशि कुरै मिल्न सक्दैन। कुरो नमिलेपछि जहाँ सम्बन्ध टिक्नको लागि यदि आवश्यक पर्छ भनेदेखि त्यहाँ कुरा मिल्नु पनि जरुरी रहन्छ है। यसै गरिकन तुला राशि र मीन राशिको पनि सम्बन्ध मैले लामो समयसम्म बिकेको गएको टिकेको चाहिँ मैले देख्न सकेको छैन। शास्त्रले पनि त्यही नै भनेको छ। ज्योतिष शास्त्रले अध्ययन गरेर बताएको कुरा यहाँलाई मैले जानकारी दिएको छु। मकर राशि। अब अर्को राशि छ मकर राशि र सिंह राशि। अब कुरा बुझ्नुस् है, तपाईको सिंह राशि भए पनि चाहे मकर राशि भए पनि तपाईँ दुईजनाको तालमेल मिल्दैन, तपाईको घनिष्ठ सम्बन्ध हुन सक्दैन। तपाईँ बाध्यताले हाँस्ने हो अरूको अगाडि, तपाईँ चाहिँ अरूको अगाडि चाहिँ हैन यतिकै चाहिँ ओहो हैन के भन्लान् कसो भन्लान् हैन, मिलेको छैन भन्लान् कि मान्छेले के कुरा काट्लान् कि जबरजस्ती हाँस्ने हो तपाईँ, जबरजस्ती खुसी बन्ने हो तपाईँ। त्यति धेरै आत्मीय साइनो घनिष्ठ साइनो अन्तर हृदयसँगको हृदयको अनुपम मिलन तपाईको लागि बन्न सक्दैन। मकर राशि शनिको कारक राशि, सिंह राशि यसै पनि सूर्यको कारक राशि। सूर्य र शनि एक किसिमको तपाईहरुको बीचमा चाहिँ दोषै दोषको एउटा चाहिँ खाडल बन्छ। त्यो दोषको खाडलमा आफै दुईजनै पर्ने हो। जुनसुकै गाडीलाई जुनसुकै अर्को दोस्रो गाडीले एक्सिडेन्ट गराइदियो भनेदेखि दुवै गाडीलाई क्षति पुग्छ केही न केही मात्रामा। हो त्यस्तै प्रकृतिले दुई हातले ताली बज्ने हो, एक हातले ताली बज्दैन। दुई हातले ताली बज्दाखेरि चाहिँ दुई हातलाई जोड्दाखेरि योग हुन्छ, दुई हातलाई छोड्दाखेरि वियोग हुन्छ। यो वियोग गराउनको लागि एकदम चाहिँ अगाडि बढ्ने भनेको यो मकर राशि र सिंह राशि।
त्यो हुनाले मकर राशि र सिंह राशिले कुनै पनि अवस्थामा चाहिँ सम्बन्ध साइन नगास्नु होला। तपाईको सम्बन्ध टिक्दैन। मकर राशि हुने व्यक्ति एकदमै चाहिँ महत्त्वकांक्षी प्रकृतिका हुन्छन्, काम गर्न सक्ने खालका हुन्छन्, गरेर देखाउँछु भन्ने खालका हुन्छन्, तर ढिलो गर्छन्, तर राम्रोसँग काम गर्छन्। सिंह राशिले रिस मात्रै उठ्छ, भनेको कुरो हुनै पर्छ, मै ठुलो छु, म भन्दा जान्ने सुन्ने को छ र, हैन यस्तै गरिकन चाहिँ तपाईको सम्बन्ध चाहिँ टिक्दैन, बिग्दैन, अगाडिसम्म जान सक्दैन। झै झगडा हुन्छ, द्वन्द्व हुन्छ, तालमेल मिल्दैन, हैन दिनमा होस् या रातमा होस् कुरै मिल्दैन। दिनभरि चाहिँ यसै पनि यसो सानो कुरो केही भयो भनेदेखि ठुल्ठुलो आवाजले कुरा मात्रै हुन्छ। अझै सिंह राशिको त आवाजै चाहिँ एकदम बलियो ठुलो, हैन चाहिँ दहाड्ने खालको आवाज आइदिन्छ, अब मिल्नै सक्दैन हजुर। त्यो हुनाले विवाह गर्नुभन्दा अगाडि राम्रोसँग चिना मिलन गरेर, कुण्डली मिलान गरेर विवाह गर्दाखेरि त्यो सम्बन्ध साइनो टुट्दैन, छोड्दैन, बिग्रदैन। त्यो सम्बन्ध अत्यन्तै चाहिँ एउटा फेभिक्विकले टाँसे भन्दा पनि बलियो सम्बन्ध बन्न जान्छ। यो कुरा यहाँहरूलाई मैले जानकारी गराएको छु। प्रारब्धमा लेखिएको कुरा, भाग्यमा नसिबमा लेखिएको कुरा कसैले पनि चाहिँ त्यो काट्न सक्दैन, हटाउन सक्दैन। यदि तपाईको कुण्डलीमा दुईटा विवाहको योग छ, दोष बनेको छ भनेदेखि अब खोला हिँड्ने बाटोमा पानी अलिअलि चिसो रहन्छ नै, तर पनि त्यसको दोषलाई हटाउनको लागि, निर्मूलीकरण गर्नको लागि केही न केही सहजता, केही न केही यो यज्ञ अनुष्ठानको इत्यादिको माध्यमबाट वैदिक ढङ्गको प्रक्रियाले गर्दाखेरि केही न केही तपाईलाई सहजता होला। तर आजीवन तपाईको यो यी शत्रु राशिसँग सम्बन्ध गाँसिएको छ भने, विवाह भएको छ भने सम्बन्ध अन्तिम बिन्दुसम्म, बुढेसकालमा पनि 65 वर्षको उमेरमा पनि सम्बन्ध बिग्रियो भन्ने सुनिया छ नि, देख्नु भएको छ नि, हो त्यस्तै अवस्था। मिल्दैन हजुर, कुरै मिल्दैन। एउटै छानो मुनि बस्नु भएको छ, एउटै छानो मुनि बसेर चाहिँ खाना खानु भएको छ, एउटै रुम शेयर गर्नु भएको छ, जबरजस्ती रुम शेयर गर्नु भएको छ, जबरजस्ती चाहिँ मिले जस्तो देखाउनु भएको छ। यस्तो अवस्था गराउँछ हजुर। यो शत्रु राशिसँग विवाह गर्दाखेरि अति नै दुःख पाइन्छ। विवाह गर्नु पूर्व सावधानी भएर विवाह गर्नु होला र राम्रोसँग चाहिँ हेराउनको लागि जान्न बुझ्न चाहनुहुन्छ के होला भोलिको दिन दशा, आगामी समय मैले कसरी बिताउँछु इत्यादि विविध कुराहरू जान्न मन छ, बुझ्न मन छ, सोध्न मन छ, ज्योतिष शास्त्रको बारेमा, आफ्नो बारेमा तपाईलाई चिना हेराउन मन छ, ग्रह दशा हेराउन मन छ भनेदेखि दिएको नम्बरमा प्रत्यक्ष मलाई व्हाट्सएप अथवा भाइबरको माध्यमबाट जोडिएर सम्पर्क गर्नु होला। तपाईलाई मैले अवश्य पनि सेवा दिने नै छु। अनेक जानकारीमूलक भिडियो फेरि पुनः लिएर आउने नै छु। आजको लागि म छुट्टिन्छु। जय श्री राधे, जय श्री कृष्ण।